अहिलेको भ्यू चाहिँ तपाईँहरूलाई देखाउँछु अहिलेको भ्यू चाहिँ कस्तो गरेको छ भनेर। तर मम्मी आउने बेलामा चाहिँ आई थिङ्क साँझ पर्छ होला सबै डेकोरेसन गरेर के हुन्छ एकछिनमा भेट्छु है त। सो यो खालको चाहिँ डेकोरेसन गरेको, तर अझै पनि अल सेट भएको छैन, हुँदैछ। अनि अब हल्का रात परोस् भनेर अलि राम्रो हुन्छ नि त। अनि त्यही भएर चाहिँ हामीले हल्का कुरिरहेको छौँ मम्मीलाई। अघि नै आएको, अनि अघि नै आएर यहाँ डेकोरेसन गऱ्यो। यहाँको मान्छेहरूले पनि हामीलाई सहयोग गर्नुभयो, यहाँको स्टाफहरूले पनि मलाई सहयोग गर्नुभयो। अनि मैले चाहिँ यहाँनिर यो फुल चाहिँ अलि धेरै लिनु पर्थ्यो, तर मैले चाहिँ थोरै लिएँ, भएन। अनि त्यही भएर अब चाहिँ मम्मीको वेट गर्दैछौँ, मम्मी आउँदै हुनुहुन्छ। अब मम्मी आइसकेपछि चाहिँ हामी सरप्राइज गर्न रेडी छौँ गाइस। सो सरप्राइजको लागि चाहिँ हामी अल सेट भनौँ होइन। अनि सबै रेडी नै भइसक्यो। अनि यतानिर मैले चाहिँ के गरेको छु भन्दाखेरि गिफ्ट छ मम्मीको लागि, फ्लावर्स। अनि यता चाहिँ लेटर छ। अनि त्यसपछि यो फुल मम्मीलाई, अनि सानो गिफ्ट हो यो मम्मीलाई चाहिँ। अब मम्मीको चाहिँ फोन आयो, सायद आउनु भएर। मम्मी आइसकेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु कि कसरी चाहिँ हामी सरप्राइज गर्छौँ भनेर। यहाँनिर चाहिँ कस्तो एकदम नोइज, अनि यहाँ पानी पनि छ नि त, अनि त्यही भएर चाहिँ हल्का नोइज धेरै आएको छ। अनि यता मान्छेहरू पनि धेरै हुनुहुन्छ नि त, त्यही भएर चाहिँ हल्का डिस्टर्बिङ आउन सक्छ भिडियोमा, डोन्ट माइन्ड गाइस होइन। सो त्यही हो। अनि
मेरो मम्मीलाई त ह्याप्पी मदर्स डे हामीले यसरी गऱ्यौँ। तपाईँहरूले कसरी गर्नुभयो सबैजना? गाइस हाम्रो चाहिँ सबै सेट भइसक्यो अनि मम्मी चाहिँ आउँदै हुनुहुन्छ बाटोमा अनि भाइले चाहिँ फोन गर्यो भने चाहिँ हामीले वेलकम गर्छौँ। सेटअप चाहिँ यही नै हो, बाहिरको पछाडिको यिनीहरू नै हो, गिफ्टहरू यता छ। सो नोइजले चाहिँ कतिको सुनेको छ, मेरो आवाज सुनेको छ कि नै छैन माइन्ड नगरिदिनु होला गाइस। सो लेट्स गो, वेलकम गरौँ है त हाम्रो मम्मीलाई। जाम ल मलाई ल त उसले बन्ना दिदीलाई फोन हान्नुहोस् रे, हान्नुहोस् न, हान्नुहुन्छ अरे कि अनि लिन आउनुहुन्छ अरे। एक्साइटेड हुनुहुन्छ मम्मी? घरमा कुइ कुइ व्यञ्जन भन्नेमा आएको दिदीहरूले यहाँ प्लान गरेर रहेछन्। हेरौँ कस्तो बनाएको छन्। उनीहरू त भित्र गयो, मैले चाहिँ बाहिर गाली खाएको खाएँ। घरमा मम्मीको गाली खाँदै बस्ने म हेर्नु हेर्नु जाऊँ। ल ल ल होइन होइन भित्र होइन ल ल यता पनि ह्याप्पी मदर्स डे। हाई एभ्रिवान, मैले चाहिँ यो भिडियो म्युट गरेर चाहिँ भोइस ओभर गर्नु पऱ्यो किनभने यहाँनिर चाहिँ एकदमै धेरै नोइज आएको थियो। सो र मलाई चाहिँ मम्मी आइसकेपछि चाहिँ मलाई लाग्यो कि अति नै अँध्यारो जस्तो लाग्यो मलाई चाहिँ। अनि हाम्रो डेकोरेसनहरू पनि अब खासै मजाले देखिरहेको थिएन अघि दिउँसोको भन्दाखेरि, दिउँसो नै हामीले गर्नुपर्दो रहेछ जस्तो लागिरहेको थियो। बट इट्स ओके गाइज, भिडियोमा किरकिर देखे पनि रियलमा चाहिँ एकदमै राम्रो देखेको थियो। मम्मी एकदमै खुसी हुनुभएको थियो। अनि मेरो माइली दिदीले चाहिँ एउटा लेटर लेखेर पठाउनु भएको थियो मम्मीको लागि स्पेसल। अनि यहाँनिर चाहिँ मैले भन्छु भनेको, तर मैले चाहिँ बिर्सेछु किनभने सबै प्रेसर मलाई मात्रै थियो। सबै गर्नुपर्ने डेकोरेसन यताउता केक चिजहरू पुगेको छैन, सबै मैले नै गरिराख्नु परेको थियो। त्यही भएर चाहिँ मैले त्यो चिज चाहिँ बिर्सेछु। अब सबै चिजहरू त्यो जुन लेटर थियो त्यो चाहिँ म अहिले र भोइस ओभर गरेर चाहिँ त्यो पढेर सुनाउन चाहन्छु। सुरु गर्छु है त। मेरी प्यारी आमा, न्यानो माया अनि धोक, तिमी भन्दा धेरै टाढा छु एउटा छुट्टै संसारमा, जहाँबाट तिमीलाई हेर्न अनगिन्ती छिटिज अनि समुद्र पार गर्नुपर्नेछ। तर पनि हर पल तिम्रै माया अनि यादलाई मनमुटुमा राखेर तिमीलाई नै सम्झिँदै यो पत्र लेख्दैछु। कुनै शब्दकोश नै छैन जहाँ तिम्रो महानतालाई बयान गर्न सक्ने शब्द खोज्न सकु। धन्यवाद तिमीलाई यो सुन्दर संसारमा पाइला देख्न सिकायौ, जीवनको हर उताप चढावमा सँगै भइदियो। माया अनि ममताको उदाहरण आफ्नो खुसी त्यागेर आफू पानीमा सुत्न परे पनि हामीलाई शिरमा राखेर हुर्कायौ। कहीँ कतै दुःख कष्ट हुन दिएनौ अनि आँसु लुकाएर हामीलाई खुसी दियो। आज मदर्स डेको धेरै धेरै शुभकामना आमा। भाग्यमानी रहेछु तिम्रो कोखमा जन्म लिन पाए। हजारौँ हजार जन्म पनि तिम्रै काखमा बस्न पाऊ, तिमीलाई आमा भनेर भन्न पाऊ। तिमीले चाहेका हरेक कुरा दिन सकु,
हरेक इच्छाहरू पुरा गर्न पाऊ अनि तिम्रै सेवा गरेर यो जीवन बिताउन पाऊ। 9 महिना दुःख सहेर जन्म दियौ, हुर्कायौ, अहिलेसम्म दरिलो साथ बनेर हिँडायौ। आमा, अब पालो हाम्रो। तिमीले दुःख गरेर बलियो बनाइदिएका यी हातहरूले तिम्रो काँधको सारा बोझहरू लिनेछु। तिमीलाई बुढेसकालमा तिम्रा खुट्टाहरू लडबडाउँदा दरिलो खम्बा बनेर दोहोऱ्याउनेछु। आऊ, अब यसरी नै यो जीवन कताउन है आमा। मेरी प्यारी आमालाई फेरि पनि ह्याप्पी मदर्स डे। स्पेशल गिफ्ट स्पेशल वाला हो यो चाहिँ मलाई एकदम चाहिएको गिफ्ट मेरो चाहिँ। अब अर्को नेक्स्ट मेरा छोरी सुनको बाला यो चाहिँ मदर्स डे गिफ्ट हो है। यो चाहिँ मदर्स डे प्याकेज हो। यो चाहिँ के चाहियो तपाईँलाई? फाउन्डेसन अनि यो एक्सेसरिज सामानहरू अनि यो चाहिँ कुर्ता मम्मीको है। कुर्ता देखाउँछ कस्तो राम्रो ल कुर्ता। अहिलेलाई चाहिँ यति नै हो त मम्मी के भन्न चाहनुहुन्छ त भिडियोमा? मेरो छोराछोरीहरूलाई धन्यवाद, धेरै धेरै धन्यवाद। भरिपूर्ण आशिष छ मेरो नानीहरूलाई, सबैलाई के भन्न चाहन्छु। ल थ्याङ्क यू सो मच। अब चाहिँ हामी यहाँ सकियो हाम्रो सरप्राइज चाहिँ। अब चाहिँ खानातर्फ लाग्छौँ है त गाइस। बाइ बाइ भन्नु। थ्याङ्क यू गर्नु न। बाइ गाइस। अब उनीहरू मलाई जम्मै छोड्ने रे, म यही सिट बस्ने हो। तपाईँसँग तपाईँलाई साथी होस् भनेर ल्याइदिएको मैले। कस्तो लाग्यो? राम्रो लाग्यो। अब मम्मी पनि बिरामी पनि हुनुहुन्छ। मम्मीलाई चाहिँ खाना खानै लग्नुपर्छ। यहाँ अलि हल्का खाजा जस्तो गरेर चाहिँ हामी जान्छौँ है त खाना खानुको लागि। भात अनि अगाडि चाहिँ यस्तो छ। हाम्रो डेकोरेसन चाहिँ त्यता थियो। हेलो दिदी। मेरो नानी अब यही हो। तिम्रो जम्मै ठुला भयो, त्यो छोड्यो। मामा कस्तो छ ल भन्नु त। कस्तो लाग्यो यहाँको खानेकुराहरू? अब चाहिँ हामी यहाँनिर खाएर जाँदैछौँ। अनि मेरो मम्मीहरूले चाहिँ उस खाने रे, थकाली खाना खाने रे। खाना नखाइ चाहिँ जानु हुँदैन रे। त्यही भएर चाहिँ हामी यता मम्मीहरू आउँदै हुनुहुन्छ। अब चाहिँ हामी खाना खानु जान्छौँ। म चाहिँ खाना खानु चाहिँ उहाँहरूलाई चाहिँ फेवा थकाली खाना घरमा ल्याइदिन लागेको। त्यहाँनिर चाहिँ मलाई एकदम मनपर्छ त्यहाँको खानेकुराहरू। सो त्यहाँनिर खान्छौँ। मम्मी पनि इन्जोय गर्दै हुनुहुन्छ आफ्नो फुल बुके छोपेर। अनि त्यही हो गाइस, खाना बिना नसकिने भयो। अनि मम्मी के खाने हो? भात होइन। सो अब चाहिँ हामी त्यही खाना खाने ठाउँमा गएर भेटौँला।
यहाँ चाहिँ सबै आफ्नो मोबाइलमा झुन्डिनु भएको छ। कोही सुत्नु भएको छ, सुती सुती मोबाइल हेर्नु भएको छ। अनि यहाँ हामी टाइम स्पेन्ड गर्न आएको हो कि मोबाइल चलाउन आएको मम्मी? खानुहोस् खानुहोस् सबैजना। हामी चाहिँ यहाँनिर सबैजना खाना खानको लागि थकाली खानामा फेरि रेस्टुरेन्ट चेन्ज। आज रातभरि खाने हाम्रो प्लान हो कि होइन मम्मी भन्नु त? खाना मिठो उहाँहरू चाहिँ सबैजना खाँदै हुनुहुन्छ।